दर्शकबिन वर्षाले निम्त्याएको काली लाग्दो अवस्था दुम्की बास मध्यराती बस बगाएको दृश्य त सबैले देख्नु भएको छ। यो भिडियो सामाजिक सञ्जालमा धेरै हेरिसक्नु भएको छ र हेर्नु भएको छैन भने यो भिडियो मार्फत हेर्नु होला। भिडियो मैले फोटो नै छ भिडियो नै छ, भिडियो हेर्नु होला। पहिला यो भिडियो 4-5 जना चाहिँ अघि नै हम्फताल्नु भएको छ। अब छेउबाट निस्किनु भयो कि बगायो अब केही थाहा छैन हामीलाई पनि हैन। 4-5 जना चाहिँ पहिला नै हम्फताली हाल्नुभयो, नाति बस्नुस् भनेको मान्नु भएन हैन। अब आधी घण्टा भइसक्यो यो अवस्था छ यहाँ हैन। के गर्ने तनाव छ साथीहरु। ल हेर्नुस् अब हामीसँग केही उपाय छैन, जेसीबी पनि आएको छैन। हैन दाइ छोड्दिनु, ढोका खोल्नु। हैन पानी भाग्छ त्यहीबाट। यो अगाडिबाट ठेलेको पानी त्यहीबाट भागिरहेछ के। ढोका नलाउनु, सकेसम्म सिसाहरू पनि खोल्नुस्, सिसाहरू पनि खोल्नुस्। मैले यति भन्दै पनि स्वर सुकिसक्यो। जेसीबी आइराछ, उ हेर्नुस् जेसीबी आइराछ। अब हामीले अब दर्शकबिन किनभने हिजोको दृश्य त सबैले देखिसक्नु भएको छ। यस्तो बाढी आइदियो कि दुम्की बासमा हेर्नुस्, बसै बगाउने। बसमा लगभग त प्यासेन्जर हो 45 जना रहेको अनुमान छ। किनभने कसैलाई केही नभएको अवस्था छ, कसैलाई केही नभएको अवस्था छ। उद्धार राम्रोसँगै भयो किनभने स्काइभेटरले उद्धार गरेको दृश्यहरू हजुरले देखिसक्नु भएको छ। पानीको त्यो अहद घटिसकेपछि किनभने उद्धार राम्रैसँग भएको छ। धन्न कसैलाई केही नहोस्। हामी तपाईहरुलाई आलै छ पहिलो सालको जो बस बगाएको दृश्य है, दुईटा बसभित्र केही बसको केही पाठै नपाएको, पाठ पूर्जा नपाएको अवस्थामा हामीले दुईटा बस र मान्छे सहित त्यसरी बगाएको अवस्था थियो। ढुङ्गा झरेर सुरोलका एउटा ड्राइभर बितेको हामीले अहिलेसम्म आलै छ हामीमा हैन। कति बर्खामा अब त्यो बर्खा अहिलेसम्म आलै छ त्यो दुःख। फेरि पनि अहिले सुरुवातमै है लगातार वर्षा भइरहेको छ। लगातार वर्षाको कारणले हिजो राति दुम्की बासमा यसरी बस बगाउँदाको दृश्य देख्दाखेरि हेर्नुस् त कस्तो अवस्था थियो त्यो। हेर्नुस् देखिसक्नु भएको छ, भिडियो मार्फत देखिसक्नु भएको छ। सबैले जताततै सामाजिक सञ्जालमा भिडियो देखिसक्नु भएको छ। किनभने सबैले अहिले यो सतर्क अपनाउन जरुरी छ। किनभने यो बर्खामा है पहिलाको जस्तो धेरै मान्छेहरूले ज्यान गुमाउनु नपरोस्, त्यो भएर पहिले आफ्नो सतर्क अपनाउनु होला। किनभने पहिलो साल अनुमान गरेको छ पहिलो बर्खामा भन्दा यो पालिको बर्खामा धेरै वर्षा पर्ने अनुमान गरेको छ भनेर जताततै न्युज सुनिन्छ। फेरि पनि आफ्नो ठाउँबाट हैन आफ्नो ठाउँबाट आफै सुरक्षित रहनु होला। किनभने दिउँसोमा त हामी जसरी पनि सुरक्षित रहन्छौँ, तर साँझको बेलामा जहाँ पहिरो जाने जस्तो अवस्था छ, जहाँ बाढी आउने जस्तो अवस्था छ, त्यहाँबाटदेखि चाहिँ अलिकति टाढो गएर बस्दिनु होला। किनभने कतिखेर आउँछ बाढी, यसरी रात दिन वर्षा भइरहेछ, जताततै रात दिन वर्षा भइरहेछ हैन। कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन, त्यसलाई रोकेर पनि सकिन्न। सो त्यही भएर आफ्नो ठाउँबाट आफू सुरक्षित हुन सिक्नु होला। आफू सुरक्षित हुन जरुरी छ हैन। हाम्रो लगतै हाम्रो हिजोदेखि हाम्रो पाल्पा सडक पनि अवरुद्ध छ। किनभने आर्यभञ्ज्याङदेखि रामपुर जाने माथिल्लो बाटो है, हुमिनताउ हुँदै रामपुर जाने बाटो धेरै ठाउँमा भत्केर अहिले सवारी साधनहरू थप्प छन्। हामीले देखेको सामाजिक सञ्जाल मार्फत हामीले भिडियो फोटो देखिरहेको छौँ। त्यसलाई चाहिँ स्थानीय सरकारले छिटोभन्दा छिटो त्यसलाई सफा गर्ने काम गरियोस्। किनभने धेरै सवारी साधन आउजात गर्न धेरै मुस्किल भइरहेछ। सो त्यही भएर धेरै ठाउँबाट लगातार वर्षा भइरहेको कारणले धेरै जसो पब्लिकहरू, धेरै जसो हैन स्थानीय मान्छेहरू, धेरै पनि हाम्रो नेपाली दाजुभाइहरू दिदीबहिनीहरू हामीले बाहिर बसेर पनि धेरै त्यस्ता दुःखद दृश्यहरू हेर्न परेको छ। त्यही भएर आफैले आफ्नो ठाउँबाट चाहिँ अलिकति सतर्क अपनाउनु होला। किनभने यो चिजहरू पहिलाको जस्तो दृश्य हामीले देख्न चाहन्नु। सो त्यही भएर यो चिजहरू हिजो रातिको यस्तो अवस्था देखेको दर्शकले धन्न है त्यत्रा मान्छेहरूको ज्यान जाने अवस्था थियो, धन्न बच्यो। स्काइभेटरले त्यसरी बकेटले त्यसरी उठाएर उद्धार गरेको दृश्य त हामीले देखेकै हो। अब भिडियो त हेरिसक्नु भएको छ। सो त्यही भएर यो चिजहरूलाई पानीसँग कहिले पनि, पानी आगोसँग कहिले पनि हामी सक्दैनौँ। त्यो ठाउँ फेरि पनि त्योभन्दा पहिला आफू चाहिँ सुरक्षित हुन जरुरी छ। सो त्यही भएर यस्ता दृश्यहरू देख्दाखेरि हाम्रो धेरै बाहिर बसे पनि हाम्रो मन धेरै रुन्छ, जहाँ भने आफ्नो नेपालको दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु परेको छ। सो त्यही भएर त्यसमा चाहिँ त्यस्तो हामी देख्न चाहन्नौँ। त्यही भएर त्यो आफू पहिल्यै सुरक्षित हुनु होला। दर्शकबिन वर्षाले निम्त्याएको काली लाग्दो अवस्था दुम्की बास मध्यराती बस बगाएको दृश्य त सबैले देख्नु भएको छ। यो भिडियो सामाजिक सञ्जालमा धेरै हेरिसक्नु भएको छ र हेर्नु भएको छैन भने
यो भिडियो मार्फत हेर्नु होला। भिडियो मैले फोटो नि छ भिडियो नि छ, भिडियो हेर्नु होला। पहिला यो भिडियो हेर्नु होला। दर्शकबिन किनभने हिजोको दृश्य त सबैले देखिसक्नु भएको छ। यस्तो बाढी आइदियो कि दुम्की बासमा हेर्नुहोस्, बसै बगाउने। बसमा लगभग त प्यासेन्जर हो 45 जना रहेको अनुमान छ। किनभने कसैलाई केही नभएको अवस्था छ, कसैलाई केही नभएको अवस्था छ। उद्धार राम्रोसँगै भयो किनभने स्काइभेटरले उद्धार गरेको दृश्यहरू हजुरले देखिसक्नु भएको छ। पानीको त्यो अहद घटिसकेपछि किनभने उद्धार राम्रैसँग भएको छ। धन्न कसैलाई केही नहोस्। हामी तपाईहरुलाई आलै छ पहिलो सालको जो बस बगाएको दृश्य है, दुईटा बसभित्र केही बसको केही पाठै नपाएको, पाठ पूर्जा नपाएको अवस्थामा हामीले दुईटा बस र मान्छे सहित त्यसरी बगाएको अवस्था थियो। ढुङ्गा झरेर सुरुलका एउटा ड्राइभर बितेको हामीले अहिलेसम्म आलै छ हामीमा हैन। कति बर्खामा अब त्यो बर्खाहरु अहिलेसम्म आलै छ त्यो दुःख। फेरि पनि अहिले सुरुवातमै है लगातार वर्षा भइरहेको छ। लगातार वर्षाको कारणले हिजो राति दुम्की बासमा यसरी बस बगाउँदाको दृश्य देख्दाखेरि हेर्नुस् त कस्तो अवस्था थियो त्यो। हेर्नुस्, देखिसक्नु भएको छ, भिडियो मार्फत देखिसक्नु भएको छ। सबैले जताततै सामाजिक सञ्जालमा भिडियो देखिसक्नु भएको छ। किनभने सबैले अहिले यो सतर्क अपनाउन जरुरी छ। किनभने यो बर्खामा है पहिलाको जस्तो धेरै मान्छेहरूले ज्यान गुमाउनु नपरोस्, त्यो भएर पहिले आफ्नो सतर्क अपनाउनु होला। किनभने पहिलो साल अनुमान गरेको छ, पहिलो बर्खामा भन्दा यो पालिको बर्खामा धेरै वर्षा पर्ने अनुमान गरेको छ भनेर जताततै न्युज सुनिन्छ। फेरि पनि आफ्नो आफ्नो ठाउँबाट हैन, आफ्नो आफ्नो ठाउँबाट आफै सुरक्षित रहनु होला। किनभने दिउँसोमा त हामी जसरी पनि सुरक्षित रहन्छौँ, तर साँझको बेलामा जहाँ पहिरो जाने जस्तो अवस्था छ, जहाँ बाढी आउने जस्तो अवस्था छ, त्यहाँबाटदेखि चाहिँ अलिकति टाढो गएर बस्दिनु होला। किनभने कतिखेर आउँछ बाढी, यसरी रात दिन वर्षा भइरहेछ, जताततै रात दिन वर्षा भइरहेछ हैन। कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन, त्यसलाई रोकेर पनि सकिन्न। सो त्यही भएर आफ्नो आफ्नो ठाउँबाट आफू सुरक्षित हुन सिक्नु होला। आफू सुरक्षित हुन जरुरी छ हैन। हाम्रो लगतै हाम्रो हिजोदेखि हाम्रो पाल्पा सडक पनि अवरुद्ध छ। किनभने आर्यभञ्ज्याङदेखि रामपुर जाने माथिल्लो बाटो है, हुमिनताउ हुँदै रामपुर जाने बाटो धेरै ठाउँमा भत्केर अहिले सवारी साधनहरू थप्प छन्। हामीले देखेको सामाजिक सञ्जाल मार्फत हामीले भिडियो फोटो देखिरहेको छौँ। त्यसलाई चाहिँ स्थानीय सरकारले छिटोभन्दा छिटो त्यसलाई सफा गर्ने काम गरियोस्। किनभने धेरै सवारी साधन आउजात गर्न धेरै मुस्किल भइरहेछ। सो त्यही भएर धेरै ठाउँबाट लगातार वर्षा भइरहेको कारणले धेरै जसो पब्लिकहरू, धेरै जसो हैन स्थानीय मान्छेहरू, धेरै पनि हाम्रो नेपाली दाजुभाइहरू दिदीबहिनीहरू हामीले बाहिर बसेर पनि धेरै त्यस्ता दुःखद दृश्यहरू हेर्न परेको छ। त्यही भएर आफैले आफ्नो ठाउँबाट चाहिँ अलिकति सतर्क अपनाउनु होला। किनभने यो चिजहरू पहिलाको जस्तो दृश्य हामीले देख्न चाहन्नु। सो त्यही भएर यो चिजहरू हिजो रातिको यस्तो अवस्था देखेको दर्शकले धन्न है, त्यत्रा मान्छेहरूको ज्यान जाने अवस्था थियो, धन्न बच्यो। स्काइभेटरले त्यसरी बकेटले त्यसरी उठाएर उद्धार गरेको दृश्य त हामीले देखेकै हो। अब भिडियो त हेरिसक्नु भएको छ। सो त्यही भएर यो चिजहरूलाई पानीसँग कहिले पनि, पानी आगोसँग कहिले पनि हामी सक्दैनौँ। त्यो ठाउँ फेरि पनि त्योभन्दा पहिला आफू चाहिँ सुरक्षित हुन जरुरी छ। सो त्यही भएर यस्ता दृश्यहरू देख्दाखेरि हाम्रो धेरै बाहिर बसे पनि हाम्रो मन धेरै रुन्छ, जहाँ भने आफ्नो नेपालको दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु परेको छ। सो त्यही भएर त्यसमा चाहिँ त्यस्तो हामी देख्न चाहन्नौँ। त्यही भएर त्यो आफू पहिल्यै सुरक्षित हुनु होला।